प्रश्न नम्बर 1 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ धान जसलाई हामी अन्न भनेर बुझ्छौं र दोस्रो चित्रमा रहेको छ जू। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ अन्जु। प्रश्न नम्बर 2 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ दिल र दोस्रो चित्रमा देखाइएको छ लिप। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ दिलीप। प्रश्न नम्बर 3 तलको चित्र हेरेर तरकारीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ कार र दोस्रो चित्रमा रहेको छ कालो। दुवै चित्र मिलाएर एउटा तरकारीको नाम बन्छ कर्कलो। के तपाईले यही गेस गर्नुभएको थियो? तपाईको गेस सही थियो भने भिडियोलाई एक लाइक गरिदिनु होला। प्रश्न नम्बर 4 तलको चित्र हेरेर चलचित्रको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ देवीको तस्बिर जसलाई हामीले माई भनेर बुझ्न सकिन्छ, जस्तै देवी माई, दुर्गा माई। दोस्रो चित्रमा रहेको छ 80 र तेस्रो चित्रमा रहेको छ घर। तीनैवटा चित्रहरू मिलाएर एउटा चलचित्रको नाम बन्छ माइती घर। प्रश्न नम्बर 5 तलको चित्र हेरेर जनावरको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ जिरा र दोस्रो चित्रमा रहेको छ फ। दुवै चित्र मिलाएर एउटा जनावरको नाम बन्छ जिराफ। प्रश्न नम्बर 6 तलको चित्र हेरेर माछाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ डल र दोस्रो चित्रमा रहेको छ फ्यान। दुवै चित्र मिलाएर एउटा माछाको नाम बन्छ डल्फिन। प्रश्न नम्बर 7 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी, दोस्रो चित्रमा रहेको छ सौ र तेस्रो चित्रमा रहेको छ नु। तीनैवटा चित्रहरू मिलाएर केटाको नाम बन्छ विष्णु। प्रश्न नम्बर 8 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ दीप र दोस्रो चित्रमा रहेको छ पा। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ दीपा। प्रश्न नम्बर 9 तलको चित्र हेरेर जनावरको नाम भन्नुहोस्। पहिलो चित्रमा राइट अथवा टिक लागेको देखाइएको छ जसलाई हामीले डन भनेर बुझ्न सकिन्छ र दोस्रो चित्रमा रहेको छ कि। दुवै चित्र मिलाएर एउटा जनावरको नाम बन्छ डङ्की। प्रश्न नम्बर 10 तलको चित्र हेरेर नदीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ गन, दोस्रो चित्रमा रहेको छ डक र तेस्रो चित्रमा रहेको छ कि। तीनैवटा चित्रहरू मिलाएर एउटा नदीको नाम बन्छ गण्डकी। तपाईले कतिवटा प्रश्नहरूको उत्तर पहिल्यै नै गेस गर्नुभएको थियो? तल कमेन्टमा लेख्नुहोला।